यदि न्वारानको नामको पहिलो अक्षर तो, ना, नि, नु, ने, नो, या, इ, यु आदि वर्णहरूबाट प्रारम्भ हुन्छ भने हजुरको वृश्चिक राशि पर्न जान्छ। यदि हजुरलाई आफ्नो न्वारानको नाम थाहा छैन भने आफ्नो प्रचलित नामद्वारा यस राशिफललाई श्रवण गर्न सक्नुहुनेछ। 2083 साल वृश्चिक राशिका लागि मध्यम फलदायी समय रहेको छ। बृहस्पति शुभ रहनाले पठन पाठनमा रुचि बढ्नेछ। तीर्थस्थलहरूको यात्राहरू बढ्नेछन्। विशेष गरेर धार्मिक तथा माङ्गलिक कार्यहरूमा अधिक समय व्यतीत हुने देखिएको छ। वर्षको मध्यम भागमा भने आर्थिक सङ्कटहरू खेप्न पर्ने समय देखा परेको छ। शनि अशुभ रहनाले आर्थिक तथा आफ्नो सन्तानको विषयले चिन्तित बनाउनेछ। राहु र केतुका कारणले गर्दाखेरि आफ्ना पुर्खौली जग्गा जमिन तथा वाहनमा विवाद बढ्नेछ। विशेष गरेर आफ्नो कार्यक्षेत्रमा थोरै मनमुटावको स्थितिहरू बन्नेछन्। आफूले गरेको कार्यमा अब्जस खेप्न पर्ने समय देखा परेको छ। विशेष गरेर पशु व्यवसाय तथा कृषि सम्बन्धी पेसाबाट राम्रो लाभ प्राप्त गर्न सक्ने सम्भावना देखिएको छ। आर्थिक दृष्टिले हेर्दाखेरि वैशाख भदौ असोज र माघ महिना अत्यन्त सुखद र लाभदायी रहेको छ।